नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक असोज 28 गतेदेखि सुरु भएको छ। अहिले टुङ्गिएको छैन, अझै कहिले टुङ्गिने हो निश्चित पनि छैन। हाम्रो बैठक बस्छ सर्छ अनि बैठकमा छलफल पनि पहिला इलेक्सन हो कि पहिला अधिवेशन नियमित कि विशेष यस्तै कुरा भइरहेको छ। आरोप प्रत्यारोप यो कुरा बैठक कुराहरू सुन्दा हेर्दा तपाईलाई कति वाक्क दिक्क लागेको होला, नलाग्ने कुरा पनि भएन। यस्तो नहुनु पर्ने हो तर यस्तो कुरा भइरहेको छ। तर यो वाक्क दिक्क भइराख्दै गर्दा हामीले एउटा कुरा मिस गर्यौं कि भन्ने लाग्छ। यसको अर्को पाटो पनि छ, मैले त्यही पाटो आज तपाईलाई बताउन खोजेको। पहिलो पार्टीको यो हाम्रो आफ्नो औपचारिक संरचना भन्दा बाहिर रहनुभएका थुप्रै हाम्रो समर्थकहरू, शुभेच्छुकहरू, सिटिजन्सहरू, अरू मतदाताहरू र त्यो भन्दा बाहेक पनि पार्टीसँग सम्पर्क कुनै सम्बन्ध नभएको पनि हुन सक्नुहुन्छ। सिनियर्सहरू होला, नौजवानहरू होला। पार्टीभित्र भइरहेको छलफल अलिकति अर्को कोणबाट पनि तपाईले हेर्दिनुपर्छ। यो अधिवेशन नि चुनाव विशेष नियमित भनेको सबै प्राविधिक कुराहरू, यसलाई बिर्सिँदै हुन्छ। मुख्य कुरा भनेको नेपाली कांग्रेस पार्टीभित्र अहिले दुईटा विचारको बीचमा एउटा सङ्घर्ष चलिरहेको छ। त्यो विचारको सङ्घर्ष के हो त्यसलाई चाहिँ हेर्दिनुपर्छ। एकथरी साथीहरूको कुरा के छ, जे भइरहेको छ ठिक छ, 23-24 गते घटना भयो, त्यसलाई अब बिर्सौँ। अब 84 को चुनाव आउन लागेको थियो, चुनाव अगाडि सर्यो, 82 मा इलेक्सन आयो, इलेक्सनमा जाउँ, भोट मागौँ, इलेक्सन लडौँ, चुनाव जितौँ। म यसलाई राइट रङ केही भन्दिनँ। तर विश्वप्रकाश शर्मा, म लगायत साथीहरूले यो बिचमा हामीले यति धेरै पार्टीको साथीहरूसँग कुराकानी गऱ्यौँ, पार्टीभन्दा बाहिर बसेको मानिसहरूको कुराकानी सुन्यौँ, कति टेलिफोनहरूमा कुरा आएको छ, मेसेजहरू आएको छ। यो सबै कुराबाट हामीले पाएको कुरा के हो भने 23 र 24 गतेको घटनाहरू जसको छुट्टै छलफल होला। तर हामी नेपाली कांग्रेस जस्तो हाम्रो पार्टीको लागि एउटा मेसेज के हो भने स्टप। तिमीहरू जसरी चलिरहेका थियौ ठिक छैन। तिमीहरू लिडर्सहरू तिमीहरू जसरी काम गरिरहेका थियौ त्यो ठिक छैन। तिमीहरू बदलियो। तिमीहरू नबदलिने हो भने तिमीहरूलाई अहिलेसम्म हामी भोट हाल्दै आएको हाम्रो छनौटलाई हामीहरू बदल्छौँ। ठुलो फ्रस्ट्रेसन छ हामीहरूसँग, कति धेरै प्रश्नहरू छ, कति धेरै सुधार भइदियोस् भन्ने चाहनाहरू छ। त्यसैले यो तपाईहरुकै कुरा सुनेर हामी पार्टीभित्र के भनिरहेका छौँ भने हामी भोट भनेर मात्र नकुदौँ। हामी एकछिन अडियौँ, एकछिन थाम्यौँ, एकछिन गोत्तलियौँ। तपाईहरुको कुरा जुन कुरा भन्नुभएको छ त्यो कुरालाई मनन गरौँ। त्यसबाट कति कुराहरू सुधार गर्नुपर्ने कुराहरू सुधार गरौँ, नयाँ कुराहरू सोचौँ, आफूलाई नयाँ बनाएर लिएर जाउँ। हाम्रो कोर भ्यालुजहरू छ, स्वतन्त्रता, समानता, सामाजिक न्याय, यो कुरा बदलिन्न। हामी त्यो प्रति गौरव पनि गर्छौँ। तर यो बेलामा नागरिकहरू हामीहरूसँग रिसाएको कुरा हो, किन रिसाएको भन्ने कुरालाई बुझ्नु पर्यो, त्यसको आधार आफूलाई सच्याउनु पर्यो। हामीले त्यसलाई सच्याउने कुरा भनेको नै यो पटक 23-24 गते नागरिकहरूले व्यक्त गरेको यो आफ्नो आक्रोशप्रतिको सम्मान पनि हो। त्यसैले अहिले भित्र छलफल चलिरहेको वा बहस भइरहेको कुरा अधिवेशन अगाडि पछाडि भन्ने कुरा होइन, पार्टी रिफर्म गर्ने कि नगर्ने भन्ने कुरा हो। त्यो रिफर्मको एजेन्डा मेरो एजेन्डा हो र यिनीहरूले मेरो एजेन्डा, हाम्रो कुराहरू लिएर पार्टीभित्र लडिरहेका छन् भन्ने कुरा तपाईले बुझिदिनुपर्छ। मेरो दोस्रो कुरा पार्टीको विभिन्न तहमा बसेर काम गरिरहेका साथीहरूलाई हो। तपाईहरुले पनि अहिले कति खबरहरू पठाइराख्नु भएको छ, यत्रो लामो समय किन लागेको भनेर आत्तिनु भएको छ, कतिजना साथीहरू रिसाउनु भएको छ। म यो कुरालाई बुझ्छु। अरू पार्टीहरू आइसक्यो, कोही आन्दोलनमा आएको छ, कोही चुनावमा भोट माग्न आएको छ भनेर। तर एकछिन सोचौँ है, हामीले अहिले अडान छाडिदिनु भने के हुन्छ? पार्टीभित्र के पनि सुधार हुँदैन। पार्टीभित्र सुधार नभएर हामी ल एकछिनलाई मानौँ हामी सबै कुरा छोडेर इलेक्सन भनेर मात्र आयौँ ल, अनि यही नेता यही नीति जस्ताको तस्तै पार्टी राखेर अनि इलेक्सनमा नेपाली कांग्रेस आउँदै गर्दा तल भोट माग्न जान्छ तपाईहरु हो नि, तपाईहरु भोट माग्न जान सक्नुहुन्छ? तल हाम्रो साथीहरू हिजो हामीलाई भोट हालेको मानिसहरू कतिखेर कांग्रेस आउँछ र भोट हाल्नु भनेर कुरेर बसिरहेको छ? तपाईहरुले भन्नुभएको छ छैन। त्यसपछि हामीले अहिले लिइरहेको अडान ठिक छ कि छैन तपाईले यसरी हेर्दिनुपर्छ। यो अडान निरन्तरताको लाई रोकौं, रूपान्तरणमा जाउँ भन्ने कुरालाई कतिपय साथीहरूले के भनिराख्नु भएको छ माथि हामी तपाईले पनि सुन्नु भएको छ। अधिवेशन भनेको के हो र? यसले सभापति फेर्छ, यसले नेता फेर्छ, त्यो होइन। कतिले के भनिराख्नु भएको छ, हामीले ढिलो गर्यो भने हामी हार्छौं। हार्ने कुराको डर के हो र? कतिले भनेको पार्टी फुट्छ, सत्यको पक्षमा उभिँदा फुट्दैन, झन् जोड्छ, झन् ताकत बढ्छ। हाम्रो प्रयास भनेको नेपाली कांग्रेस पार्टीलाई सुधार्ने प्रयास हो, नेपाली कांग्रेस पार्टीलाई सान्दर्भिक बनाउने प्रयास हो, नेपाली कांग्रेस पार्टीलाई ठिक ठाउँमा उभ्याउने प्रयास हो। भोट माग्न जानुभन्दा पहिला भोटरलाई भोट माग्नका निम्ति योग्य नेपाली कांग्रेस बनाउने कुरा, किनकि सुधार पहिला, त्यो सुधारले विश्वास सृजना गर्छ अनि बल्ल त्यो विश्वासबाट भोटको शक्ति आर्जन गरौँला नि। त्यो गर्ने क्रममा यो पटक हारौँला नि, तर ठिक ठाउँमा उभिनु पर्यो भन्ने कुरा। त्यसैले म पार्टीको तल्लो तहमा विभिन्न तहमा बसेर काम गरेको साथीलाई आग्रह गर्न चाहन्छु, तपाईहरुले धैर्य राख्दिनुपर्छ। नियमित जे काम गरिराख्नुपर्छ पार्टीको ती कामहरू गरिराख्नु होला। हामी इलेक्सनमै जाने हो, त्यो भन्दा अर्को विकल्प के पनि छैन। त्यो पनि तल नागरिकलाई तपाईले बताउनु होला र आफ्नै पार्टीको कमिटी भित्र पनि व्यापक रूपमा संवाद गर्नु होला। हाम्रो बीचमा अहिले संवाद भइरहेको छैन, तर संवाद गर्नुपर्ने छ। र आफ्नो भित्र मात्र होइन, पार्टी भन्दा बाहिर हाम्रो काम, हाम्रो क्यारेक्टर भनेको सोसाइटीमा, सबै ठाउँमा, कम्युनिटीमा सद्भाव कायम गर्ने हाम्रो काम, उत्तेजना फैलाउने हाम्रो काम होइन। यसका निम्ति तपाईहरुले
पार्टीभन्दा बाहिर पनि अरू पार्टीको साथीहरूसँग कुराकानी गर्नुहोस्, नयाँ साथीहरूसँग कुराकानी गर्नुहोस्, नौजवानहरूसँग कुरा गर्नुहोस्, उनीहरूको कुरा सुन्नुहोस्। यसले हामी सबैलाई मद्दतै पुर्याउँछ। तपाईँले यत्रो ठुलो आड भरोसा दिनुभएको छ, केही समय लाग्ला, निर्णय थोरै ढिलो होला, तर निर्णय गलत हुन दिन्नौ। गलत हुने छुट पनि कसैलाई छैन। र यो पटक हामी न झुक्छौँ न झुकिन्छौँ। नमस्कार, जय नेपाल।